यहाँ चाहिँ फेरि स्पिड क्यामेराहरू पनि छ के अनि त्यही भएर 50 भन्दा माथि त जान मिलेन 50 को स्पिड हो यहाँ यही बाटो हो के विश्व माथि जाने बुझ्यौ अस्ति हामी गएको थियो नि यहाँ माथि एकदम राम्रो छ के बाटो हेडलाइट बाल्यो भने अनि उकालोमा ब्रेक लाग्दैन नि त गाडी आएन म यहीँ घुमाइदिन्छु ल तिनीहरूले मलाई बाटो यहाँ घुम्छ होला त घुम्न त घुमाइदिन्छु मैले केही छैन ओ माई गॉड साउथ इन्डियन मुभीमा पुरा हुन्छ नि भिलेनसँग अघि पछि लागेर गाडीहरू जान्छ नि त्यस्तै देखिरहेको हेलो एन्ड नमस्ते एभ्रिवान सो आज अर्को भिडियो आइसकेको छ र अर्को भिडियोमा चाहिँ हामी यसो नजिकै कुनै ठाउँमा एक्सप्लोर गर्दैछौँ बाहिरको वेदर चाहिँ एकदम पानी परिरहेछ होइन तर वृषभले चाहिँ के अरे ड्राइभमा लग्नु भन्न थाल्यो अनिखेर अब ड्राइभमा त कहाँ जाने भनेर मैले यहाँ नजिकै एउटा यहाँ माथिपट्टि हाम्रो एउटा कन्ट्री साइड जस्तो बाटो छ होइन रमाइलो छ अनि त्यहाँ चाहिँ एक राउन्ड गरेर आउनु पऱ्यो सो लेट्स गो टुगेदर विशव कहाँ जाने रे ड्राइभमा जाने ल ल अनि यत्तिकै रेडी पनि नभइकन ज्याकेट पनि लगाउनु पाइएन यत्तिकै घर बस्दैको लुगामा सर्ट हामी निस्किदिइहाल्यौँ अनि ज्याकेट लगाइदियौँ हामी तिनजना छौँ अनि आशिक चाहिँ पछाडि छ आशिक पनि जाने रे साने कहाँ जाने रे तिमी साने भनेको ल आशिक हेलो गरिदेऊ गुड ल अब लेट्स गो है त हामी एकछिन धेरै त होइन त्यही 10-15 मिनटको चाहिँ राउन्ड गरेर आउँछौँ अनि तपाईँहरूले भिडियो इन्जोय गर्नु होला सी यू ल वृषभ लेट्स गो है त घुम्न जाने भन्दैछ अब यहाँ यस्तो पानी परिरहेछ वेदर त राम्रो छैन तैपनि इट्स ओके लेट्स गो माथि यहाँ मामु घरमै उसिन्छ फ्रुट्स बनाउँदै उसिन्छ क्या तिमीहरूलाई अहिले फ्रुट्स खान्छ नि त होइन अनि त्यही भएर यही बाटो हो के विश्व माथि जाने बुझ्यौ अस्ति हामी गएको थियो नि यहाँ माथि एकदम राम्रो छ कि बाटो त राम्रो त त्यस्तै हो तर जस भ्यूहरू चाहिँ रमाइलो छ नेपालको जस्तै ग्रिनरीहरू छ एकदमै मजा आउँछ फेरि यो न्यारो रोडमा चलाउन मलाई एकदम मजा लाग्छ क्या स्पिडमा जङ्गल जस्तै पुरै जङ्गल होइन सानो जङ्गल भनौँ न स्मल जङ्गल मङ्की हुँदैन यहाँ मङ्की अर्कै ठुलो बिग जङ्गलमा हुन्छ कस्तो पानी परिरहेछ हेर त बाहिर स्पिडमै छ हेडलाइट त पुरै बाल्नु पर्ला है हेडलाइट बाल्यो भने अनि उकालोमा ब्रेक लाग्दैन नि त दामी छ क्या यताको चाहिँ यो रोड चाहिँ मलाई एकदम मनपर्छ यहाँबाट चाहिँ स्विन्डन फेरि फुल अन देखिन्छ माथि डाँडाबाट साइन्स म्युजियम पनि छ यहाँ होइन एउटा ह्यान्डले चलाएको एउटा ह्यान्डले स्टेयरिङ चेन्ज गर्नुपर्छ पछि अनि दुइटै ह्यान्ड चलिहाल्यो बाटो चाहिँ अलिक स्लिपरी नै छ जस्तो छ है स्लिपरी छ यहाँ चाहिँ फेरि स्पिड क्यामेराहरू पनि छ के
अनि त्यही भएर 50 भन्दा माथि त जान मिलेन 50 को स्पिड हो यहाँ यहाँ त स्पिड क्यामेराले चाहिँ अलि दिमाग खराब गर्छ हैन यस्तो बाटोमा अगाडि हेर्न सक्नुहुन्छ बवाल छ बाटो हैन चराहरू झ्याल ओपन नगर बिशप ए त्यो मिल्दैन झ्याल ओपन गर्न मिल्दैन है बर्डहरू पनि अहिले देखिन्छ त्यहाँ यो अलिक बाफ जम्यो कि बुझ्यो म एकछिन एसी चलाउँछु अनि यो सबै बाफ हट्छ बाइसाइकल अब कहाँबाट तँलाई बाइसाइकलको याद आयो फेरि के चाहिँ ए यो पानी परिरहेछ नि त बाहिर अनि पानी यो वाइपर चलाएन भने त फेरि केही देखिँदैन नि त अगाडि किड्सहरूको आन्सर गरेरै सकिँदैन होइन यो दुईवटा चाहिँ किनभने बिर्स यो वान साइडको यो साइडले चाहिँ मेरो यति हाफ मात्रै भ्याउँछ होइन अनि त्यो अर्को साइडकोले चाहिँ तिम्रो साइडको पनि क्लियर गर्छ कि अनि तिमीले पनि बाहिर हेर्न मिल्यो नि त बुझ्यो त्यही भएर हो क्या खासमा दुईवटा बाटो के हेर न कस्तो छ बाटो साँगुरो छ तर गाडीहरू फेरि टन्नै आउने कि बिजी छ रोड चाहिँ अलिक कम भयो पानी अलिक कम भयो भइदिएर है के भयो रे यस्तो उयो भइदियो अब हामी उता अगाडिबाट अब फर्किनुपर्छ अलि अगाडि गएर धेरै टाढा गएर पनि काम छैन नि त अहिले जस्ट क्विक मैले तिमीलाई ड्राइभ यही त हो नि वृषभ ड्राइभ भनेको तिमीले चलाउने होइन त वृषभले चाहिँ आफै चलाउनु खोज्दैछ के आफै चलाउने आफै चलाउन मिल्दैन आफै चलाउँछु अब भोलि पर्सि ठुलो हुन्छ अनि 10 वर्ल्ड होइन 16 हुन्छ अनि चलाउँछ त्योभन्दा अगाडि त चलाउन पाउँदैन त तिमीले हो 16 भएपछि चलाउँछ ओके सिकाउन त म अगाडि नै सिकाइदिउँला तर चलाउन त अब अफिसियल्ली त पछि नै हो हामी त धेरै टाढा आयौँ होइन यहाँ बाटोमा घुमाउने ठाउँै छैन अब यहाँनिर यतापट्टि साइडमा गएर घुमाउनु पर्ला यो बाटो त झन् पुरै यता यस्तो गाडी आएन म यहीँ घुमाइदिन्छु ल तिनीहरूले मलाई बाटो यहाँ घुम्छ होला त घुम्न त घुमाइदिन्छु मैले केही छैन
यहाँ कहाँ खेल्न मिल्छ त? साइकल चलाउन ठाउँ यो साइकल चलाउने ठाउँ होइन। खाल्डो रहेछ, पछाडि खाल्डो रहेछ तर ठिकै छ। अब हामी यहाँबाट फर्किन्छौँ है त। यति नै गरौँ आजलाई। बिचमा धेरै गऱ्यो भने, धेरै टाढा गयो भने लेट हुन्छ नि त। अहिले भोक लागिसक्यो, केही खाएको छैन। ओके, यताबाट गाडी नआएको बेलामा छिर्दिइहाल्नुपर्छ। ब्रेक लगाउनै मिल्दैन नि त। उकालोमा ब्रेक लगायो भने त झन् गाडी गुड्दैन नि त। ल फोन आउँदैछ मामुको। रिसभ उठाउँछ फोन। ल त्यो सारा स्लाइड गर त। हो स्लाइड गर। हामी फर्किँदैछ। भिडियो अन गर न। एकछिन म यहाँ गाडी चलाउँदैछु, अहिले एकछिन मिल्दैन। मामु बाबाले गाडी चलाउँदैछ। अनि तिमी कहाँ गएको? अब आउँदैछ। त्यही त, कहाँ गएको त? फेरि घुम्न आएको, फेरि फर्के। फोन भयो? अनि जाडो भएको छ कि छैन? हामी गाडी भित्र छ। गाडीभित्र चिसो छैन? ओके। अनि भाइ पनि बाबा भिडियो अन। पहन, मैले फोन चलाउनु मिल्दैन नि त यहाँ अहिले। इट्स ओके। हजुर मामु, अरू ठुलो कतिमा छ? अहिले 3 र 4 को बिचमा। अब ठुलो 4 मा जान्छ नि। 4 मा जान्छ नि, आइपुग्छौ? ओके बेटा, सी यू। बाई। ल राख्दैछ, होल्ड गरेर राख्न, त्यहाँ आफै होल्ड गर। अहिले कसैलाई गर्दा अगाडि हेर न बाटो। आस्विक, यो ओके? तिमी इन्जोय गर्दैछौ? आस्विकले बाहिर हेर्दैछ रोडमा। यस्तो पानी परेको बेलामा चलाउन त रमाइलो लाग्छ, तर मेन प्रब्लम के हो भने रोड चाहिँ अलि स्लिपरी हुन्छ क्या कति उसमा ठाउँमा चाहिँ। त्यसले चाहिँ अलिकति गाह्रो बनाउँछ, तर अरू त ठिकै हो। वाह, ल हेर त उता अगाडिबाट कति धेरै गाडी आएको। ओ माई गॉड, कस्तो बिजी हो। यो ट्र्याक्टरले गर्दाखेरि पुरै बिजी भएर रहेछ क्या। बुझ्यो? कति धेरै लोक। होइन त ट्र्याक्टरले गर्दा कोही पनि अगाडि जान पाएन नि त, त्यही भएर। पानी। ओ माई गॉड, साउथ इन्डियन मुभीमा पुरा हुन्छ नि भिलेनसँग अघि पछि लागेर गाडीहरू जान्छ नि, त्यस्तै देखिरहेको।
त्यस्तो आउँदैन नि त त्यो ठाउँ छैन नि त ल नेक्स्ट टाइम हामी अर्कै ठाउँमा जानुपर्छ के प्रिन्स अब फन भएन हो यस्तै त्यही भएर घुम्न यतिकै पार्क होइन एक दिन उ त्यो हामी डाँडामा नि उ त्यो घरभन्दा पछाडिपट्टि एउटा डाँडा छ के बुझ्यो अनि त्यहाँ हामी एक दिन हिँड्दै जानुपर्छ है त समरमा ट्रेकिङ समर लागेपछि चट्टो जुत्ता अर्को एउटा किन्ने ब्याग बोक्ने खानेकुरा चट्टा हाल्ने स्न्याक्सहरू अनि वक गर्ने हुन्छ ल कस्तो ठुलो छ हेर ऊ यहाँबाट चाहिँ स्विन्डन पुरै देखिन्छ ठ्याक्क अगाडि यहाँ चाहिँ धेरै मान्छेहरू आएर बसी पनि रहेको हुन्छन् आइभनको हाउस होइन आइभनको हाउस यहाँबाट टाढा छ अनि अस्ति नै हामी आइभन चाहिँ आएको थियो नि त यहाँ आइभन आउँदाखेरि हामी आएको थियो नि हेर्नलाई होइन याद छ छैन बिर्स्यो एम फर के रे म्याकडोनल्ड्स ए अनि के फर त्यसले के फर केएफसी भन्ला होइन स्कुलमा एम फर के भनेर सोध्यो भने म्याकडोनल्ड्स भन्छ पिसाबले के भयो यहाँ त ओप्स ठाङडाङ यो हाम्रो एरियामा चाहिँ पुरै यो पबहरू छ क्या टन्नै यहाँ पनि छ त्यहाँ पनि छ 5-7वटा पबहरू छ अनि ठ्याक्कै हाम्रै घरसँग जोडिएको पनि यो पनि एउटा भयो यतापट्टि पनि छ अनि हाम्रो घरसँग जोडिएको ठ्याक्कै ऊ पनि एउटा पब छ क्या तर म अहिलेसम्म आएको छैन यार अब यो पालि चाहिँ म यो पबमा बसेर वर्ल्ड कप हेर्ने हो यही हो क्या ठ्याक्कै हाम्रो चाहिँ घरसँग जोडिएको यो द वाइट हार्ट भन्ने भयो अनि घर चाहिँ यही भयो हामी यहाँबाट टक्क यो घर भयो अनि यहीँ जोडिएको छ कि पब तर अहिलेसम्म गएको छैन योपालि वर्ल्ड कप चाहिँ त्यहीँ बसेर हेरिन्छ एकछिन सिट अन नगर है ल हामी चाहिँ क्विक एउटा भिडियो बनाएर आइसक्यौँ होइन हल्का ड्राइभमा गएर ओइ कहाँ गएर आएको रे हामी ड्राइभमा गएर आइसक्यौँ अनि त्यसै यो फोन अहिले अनलक नगर न ल एनिवे तपाईँहरूलाई कस्तो भिडियो कस्तो लाग्यो हेर्नु होला अनि त्यस पछाडि सब्सक्राइब गर्नु होला लाइक गर्नु होला सपोर्ट गर्नु होला र नेक्स्ट भिडियो चाहिँ मैले बनाउने छु र कुन भिडियो बनाउँदाखेरि राम्रो हुन्छ तपाईँहरूले सजेस्ट गर्नुभयो भने अझ राम्रो त्यही अनुसारको म भिडियो बनाउँछु ल आजको लागि यति नै नेक्स्ट भिडियोमा तपाईँहरूलाई भेट्छु है त हस् ल थ्याङ्क यू बाई